लाइनमा बस्दाखेरि धेरै गाह्रो हुने कन्डिसन हुने अलिक वृद्ध अशक्तहरू लाइनमा नबसिदिनु होला। यहाँहरूलाई स्वयंसेवकहरूले लाइन नबसिकनै दर्शन गराउनु हुनेछ। शारीरिक रूपमा अशक्त कोही हुनुहुन्छ भने कृपया उहाँहरूले स्वयंसेवकहरूलाई र प्रहरीहरूलाई भन्नुभयो भने सिधै यहाँलाई दर्शन मिल्ने गर्दछ। त्यसबाहेक धेरै साना केटाकेटीहरूलाई लिएर लाइनमा आउँदा गाह्रो हुनसक्छ। हामीले अनुरोध गर्न चाहन्छौँ पकेटमारी चोरी नियन्त्रणका निमित्त प्रहरीलाई पनि यहाँहरूले सपोर्ट गर्नुहोला। आफ्नो सामानको बलियो सुरक्षा आफूले पनि गर्न सक्नु पर्दछ। हामी चाहन्छौँ आफू बलियो भयो भने दुनियाँ बलियो हुन्छ। त्यसबाहेक सकेसम्म आफूले प्लास्टिकजन्य सामग्रीहरू नबोकिदिनु होला, नल्याइदिनु होला, नफालिदिनु होला। पशुपति क्षेत्रलाई हामीले प्लास्टिक निषेधित क्षेत्रको रूपमा घोषणा गरेका छौँ। प्लास्टिकजन्य सामग्रीहरू पूजा सामग्री बोक्दाखेरि प्लास्टिक झोला नबोकिदिनु होला। कृपया तपाईँले फालेको एउटा प्लास्टिकको कारणले गर्दा पशुपति क्षेत्रमा निकै धेरै फोहोरहरू हुने गरेको छ र त्यो फोहोरले बागमती पनि निकै दुर्गन्धित पनि रहेको छ। तसर्थ प्लास्टिक रहित फोहोरलाई मात्रै, प्लास्टिक रहित चिजहरू मात्रै प्रयोग गरिदिनु भयो भने हामीलाई पनि फोहोर व्यवस्थापन गर्न सजिलो हुन्छ। हामी अनुरोध गर्न चाहन्छौँ र मांस मदिरा रहित क्षेत्र भएको हुनाले यस क्षेत्रमा आउनुहुने महानुभावहरूले पक्कै पनि पवित्र भएर आउनुहुनेछ, मांस मदिरा रहित भएर आउनुहुनेछ भन्ने हाम्रो विश्वास छ। महाशिवरात्रि पर्वलाई आस्थाको पर्व बनाऊ, विश्व मानवका पर्व बनाऊ र हिन्दूहरूको साँच्चै नै सुन्दर विशिष्ट पर्वको रूपमा परिभाषित गर्नको लागि तपाईँहरूको साथ हाम्रो लागि पनि चाहिन्छ। हामी यहाँहरूका विरुद्ध सेवारत रहेका छौँ। धेरै धन्यवाद। चालीस वर्ष भइसक्यो अनि अहिलेको माहौललाई के भन्नुहुन्छ? विभिन्न ठाउँबाट व्यक्तिहरू आएको छ, बाबाहरू पनि आएको छ, बुढीहरू पनि आएको छ होइन? बाहिरबाट जुन मान्छे आएको छ नि के भनिरहेको छ। हजुरहरू चाहिँ के भन्नुहुन्छ? थोरै बोलिदिनु न। भनेको अब शिवरात्रिको यो किन बाबाहरू आउनुपर्ने हो होइन? केही थाहा होला नि त हजुरहरूलाई, किन यस्तो बाबाहरू आउने ऊ गर्ने किन गर्छ त्यस्तो? बाबाहरू त्यो पशुपतिनाथको यो विश्वको आस्था छ नि पशुपतिनाथ। यहाँ सुरुदेखि यो शिवरात्रिको बेलामा बाहिरबाट मान्छे साधुहरू आउँछन् हेर्नको लागि। हेर्नको लागि हो। यसको महत्त्व चाहिँ के छ त? यो बाबाहरू आउने ठाउँबाट अघोरी बाबाहरू साधु सन्तहरू यहाँ आउनुको कारण चाहिँ के हो त? शङ्करजीको शादी हो, शादीमा बाराती आयो।